यति धेरै भिडमा म आज कहाँ गएको थिएँ होला जान्नको लागि भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म चाहिँ हाम्रो यहीँको जिल्ला हस्पिटल त्रिशुली गएको थिएँ अनि त्यति बेला चाहिँ भिडियो बनाएको थिएँ अनि हजुरहरूलाई पनि देखाउँछु भनेर। अनि हस्पिटलमा चाहिँ आज एकदमै भिड रहेछ। अब शनिबार आइतबार बिदा हुन्छ नि त दुई दिन अनि त्यही भएर नि होला कति धेरै भिड रहेछ साथीहरू। अनि यहाँको चाहिँ सेवा सुविधा नि एकदमै राम्रो छ। पहिला भन्दा नि अहिले कति धेरै सुधार भएको छ नि त अनि त्यही भएर नि होला कति धेरै मान्छे आउनुभएको बच्चादेखिको वृद्धसम्म। अहिले त धेरै रोगहरूको उपचार यतै हुन्छ नि त। पहिला पो सानो रोग लाग्यो नि काठमाडौँ दौडेर जानु पर्थ्यो हस्पिटल। त्यति धेरै बिरामी आउनु हुन्थेन। अहिले त एकदमै धेरै बिरामीहरू आउनु हुँदो रहेछ। हजुरहरूले नोटिस गर्नुभयो कि भएन उहाँ बाले चाहिँ करेला बेच्न ल्याउनु भएको रहेछ। हेर्नु त बिरामीको उपचार पनि भयो किसानहरूलाई पनि यसो 2-4 पैसा भने आयो बिक्री भयो। अनि किन्नेलाई पनि बजारमा डाइरेक्ट किनेर खानु भन्दा यहाँ कृषकसँग किनेर खाँदा फाइदा पनि भयो कति कुराको फाइदा भयो। हस्पिटलमा काम गर्ने स्टाफहरू पनि एकदमै राम्रो हुनुहुन्छ। उहाँहरूले यसरी गर्नुहोस् उसरी गर्नुहोस् भनेर सरसल्लाह दिनुहुन्छ। हामीले कार्डहरू देखायो भने खान पाउने मान्छेहरूलाई यो कोठामा जानुहोस् भनेर अनि सल्लाह दिनुहुन्छ। कति धेरै सहयोग गर्नुहुन्छ। अनि यहाँ जानु उहाँ जानुहोस् भनेर सुझाव एकदमै राम्रो दिनुहुन्छ। डक्टरलाई पनि एकदमै राम्रो काउन्सिलिङ गर्नुहुन्छ। अक्षर नचिन्नु भएको बाआमाहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ नि त। त्यति बेला चाहिँ उहाँहरूले चाहिँ डक्टरसम्म पुर्याइदिनुहुन्छ। बाआमाहरूलाई चाहिँ एकदमै सहयोग गर्नुहुन्छ।